सबै थोक सहन्छु तर म अन्याय सहदिन। राजा ल्याउनेहरूको लागि एउटा सूचना राजा ल्याएर फेरि जनता मास्ने मुर्गा बनाउने हो। तपाईहरू के चाहँदै हुनुहुन्छ? तपाईहरूलाई राजा भन्नेहरूको लागि सुन्नुहोस्। पहिली देशका नेपालीहरू खाडी मुलुकबाट निकालेर रोजगारी दिनु पर्यो। अनि दोस्रोमा कर हटाउनु पर्यो। तेस्रोमा व्यवसाय गर्ने किसानहरू मजदुरहरूको लागि जिम्मेवारी वहन गर्नु पर्यो। नभएदेखि राजा आएर काम छैन देशमा। राजा नआऊ। राजा आउँछौ भने तिमीले मैले अघि नै भने 5-7 वटा विधान बनाएर देखाएर पहिली यी विदेशमा खाडी मुलुक गएका यी सब हाम्रा नेपाली जनता हुन्, ती निकालेर रोजगार दिएर आऊ। होइन भने राजा नआऊ। के हामी देशका जनता चाहिँ कहिले गणतन्त्र, कहिले माओवादी, कहिले खावादी, कहिले राजावादी? हिजो के राजा थिएनन् र? राजा थिएनन्? राजाले कति राणा शासन भोगाएको थियो, कति दुःख दिएको थियो जनतालाई। राजा राजगद्दीबाट छोडेर किन हिँडे? बोल्न पनि नजान्ने, त्यस्तो हिम्मत गरेर राजा आऊ। ज्ञानेन्द्र साई, राजेन्द्र लिङ्गदेल, दुर्गा परसाई यिनीहरूले देशलाई कता लाँदैछन्? हो, यिनीहरूको विधान सही थियो भने राजा आउन ठिक हुन्थ्यो। यिनीहरूको विधान छैन। यदि राजा आइगए भने 6 महिनामा फेरि रगतको खोलो बग्छ, फेरि जनता सडकमै उत्रिन्छन्। के यी नेपाली जनता सधैँभरि तपाईहरूका खेलाउन हुन्? तपाईहरूका खेलाउन हुन्? यी नेपाली जनता तपाईहरूकै खेलाउन हुन्? देशले के चाहिएको? राजा चाहिएको होइन। सुन्नुहोस्, देशले रोजगारी चाहिएको, रोजगारी चाहिएको, देशले रोजगारी चाहिएको, जनताले रोजगारी चाहिएको। राजाले केही लच्छार पाटो लाउँदैनन्। रोजगारी दिनुहोस्। जनता सबै आफसे आफ देश बनाउन तयार हुन्छन्। देश बनिन्छ, तर बिना चामलको भाँडोमा पानी बसाएर भात पाक्छ? राजा ल्याउनेहरूलाई पहिलो सूचना। दोस्रो सूचना, जनताको कर हटाउने, व्यवसाय गर्नेहरूको लागि कर हटाइदिनु पर्यो। हामी आज स्वतन्त्र छौँ, भोलि राजा आएपछि राणा शासनमा बस्दैनौँ, फेरि जङ्गल पस्छन् माओवादी। त्यसले गर्दाखेरि जहिले पनि तपाईहरूको लागि कहिले कुन पार्टी, कहिले कुन पार्टी, नेपाली जनताका छोराछोरी मार्ने षड्यन्त्र हो तपाईहरूको, अरू केही होइन। राजाले हिजो गद्दीमै थिए राजा, आज राजाले केही गरेको छैन। सबै खाडी मुलुकमा बसेर हाम्रा नेपाली जनताका पसिना यहाँनेरि खल काटेर काम गरेका छन्। कोही उहीँबाट अस्ताएका छन्। त्यसैले नेपालमा हामीलाई राजा चाहिएको छैन, हामीलाई रोजगार चाहिएको छ। सबैजनाले रोजगार दिनुहोस्। अनि राजा आए भने फेरि राजालाई याद छ नि, हिजो मैले राजगद्दी छोडेको हुँ, त्यो राजगद्दी छोड्नु हुँदैन थियो भनेर। आज फेरि त्यो राजगद्दीमा कुन कुन विधान बनाएर आउँदैछ हो राजा? कुन कुन विधान बनाएर? हामी जनतालाई सुनाउनु पर्यो। हामीलाई चाहियो तपाईहरूले आफ्नो शक्ति प्रदर्शन गरेर दुनिया नेपाली जनतालाई मारेर फेरि अझै मार्न अरू षड्यन्त्र रचेर आउँदै हुनुहुन्छ। अरू षड्यन्त्र रच्नु नि यही हो। भोलिका दिनमा फेरि राजाले गद्दी छोडेर लखेटिनु अवश्य पर्छ। यो चाहिँ कुरा याद गर्नु। धेरै
टिक्दैन राजा आएछ भने पनि यो भिडियो कमेन्ट सेयर गरेर हर जनता र हर नेताको अगाडि पुगोस्। सबैले सेयर कमेन्ट गरिदिनुहोस्। तर म त सोझो साधारण केही नजान्ने सिम्पल व्यक्तिले बनाएको भिडियो हुन चाहिँ, तर यसले गर्दाखेरि अरूलाई धेरै यो अहिले जनतालाई र विद्यार्थीहरूलाई र नेताहरूलाई र यी मेरा सम्पूर्ण नेपालका आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई मैले यो जानकारी दिएको हो। फेरि पनि तपाईँ हामी यो राजा भनेर नफसौँ है। म फेरि तपाईँहरूको बानी के छ भने त कसको झोले होस् भन्नुहुन्छ तपाईँहरूले। म कसैको झोले होइन, तपाईँहरूलाई एउटा सूचना दिएको मात्रै हो। किनकि झोलेले चाहिँ बरु उसकै गर्छ। मैले अघि नि पहिले नि कुरो राखेको छु। तपाईँहरूलाई तितो लाग्ला मैले बोलेको, नमिठो लाग्ला, भोलि गाली गर्नु होला, तर म पनि फर्काउन सक्छु। तर राम्रो सूचना चाहिँ तपाईँहरूलाई सही समयमै कोही कुरा मानिसले बिर्सेको हुन्छ, अलमलमा परेको हुन्छ र सही समयमै दिएको। किन हिजो हामी दुनियाँ मुखिया मान्दा अनेका पञ्चायत, अनेका गाविस यस्ता आमामामा कम हैरानी खेपेको छ। पहिले पनि हामीले यस्ता लुटतन्त्र सहेको हो। राणा शासन जङ्गबहादुरको सहेको हो। अब हामी सहँदैनौँ। अब हामी स्वतन्त्रमै छौँ। बरु प्रचण्डलाई जसरी पनि सडकमा ओर्ला भनेर बरु बन्दुकै बोकेर हिँड्नु पर्यो भने हिँड्छौँ हो। बरु देशकै लागि मर्छौँ हो। तपाईँहरूले गोली हाने पनि केही फरक पर्दैन। सक्नुहुन्छ भने हान्नु, यो बोल्नेलाई हान्नु होला नि। फेरि हान्न तपाईँहरू त खोज्नुहुन्छ, तर खोजे पनि फेरि म जस्तै एउटा मरे पनि हजारौँ अरू निस्किन्छन् के। त्यस्तो सही कुरो म गर्दैछु।